welcome back to my sorry welcome back to Vesda YouTube video back to Vesda vlog family आज चाहिँ आज चाहिँ फ्यामिली सँग चाहिँ घुम्न जान आँटेको घुम्नु भन्दा पनि अब आमा बुढीहरुलाई लगेर चाहिँ यसो घुम्दै सन्डे हो नि त आज सन्डे विकेन्ड मनाउँदै नै गएको रेडी भइसक्यो खुसी ह्यापी सन्डे सन्डे घुम्नु घुम्नु मात्र भन्छ कि आज चाहिँ घुम्नु लगिदिएको यताबाट मम्मीलाई उता आमा पर चाहिँ टेडै टेडै मम्मी पनि रेडी भइसक्यो रेडी रेडी कहाँ जाने भयो आज दामी आइतो कता गएर घुम पनि कहाँ जानु भनेर आज पन्बु जाँदैछौ अब त्यहाँदेखि कहाँ हुन्छ अब हेरौँ ओके अहिले त्यहाँबाट डाइभर्ट कहाँ कहाँ हुन्छ हुन्छ दुईजनाको कहाँ गएको पनि तिमी जाने हो जल्दी हामी चाहिँ लाग्दी स्टार्ट गर्नुपर्ने छ गाडी पनि सिधै सिट भइरहेको छ हामीलाई त भारी बोकाएर बोक्नु पर्छ अब घुम्नु जानेले न भारी बोक्नु पर्दैन नि त एक्साइटेड भएर भारी बोक्नु पर्छ पापाले यहाँ चाहिँ मम्मी भयो पुसक्यो अब उता गएर चाहिँ अहिले के हुन्छ अब आमालाई चाहिँ मैले सोचेको आज पहिला चाहिँ लान्छु पन्बु अब मम्मीहरू जानु भएको छैन आमा मम्मी दुईजना होइन पन्बु लगेर त्यहाँदेखि ल्याएर चाहिँ आएर चाहिँ यस्तो माथि कफेरहरू भएर चाहिँ डाब्लिङ भ्यू पोइन्टहरू पनि घुमाउनु पर्यो भनेर सोचिरहेको छु डाब्लिङ भ्यू पोइन्टहरू त्यहाँबाट चाहिँ डाब्लिङ भ्यू पोइन्ट घुमेर चाहिँ सिधै ब्याक टु होम यहाँबाट देखाउँछु म हाम्रो घर यहाँ चाहिँ हाम्रो हर्न लगाइदेऊ न भयो त अब आम्मा माथि नै जानुपर्ने माथि यहाँ चाहिँ आउनु हुँदैछ अब आमाहरू र अब हामी पनि हामी यहाँ चौधमा पुग्यो होइन आमाहरू पनि आउनुभयो आमा हेलो भनिदिनु न हेलो मेरो च्यानल चाहिँ होइन है बेसाको च्यानल हो यो चाहिँ बेसाको भ्लग हो ज्वाइँको दुईजना सम्झिनु हो रेना हेलो भन्देऊ न हेर्देऊ न डन डन क्या देखिन्छ त माइकल ज्याक्सनको ज्याकेट चाहिँ के गर्यो भने माइकल ज्याक्सनको ज्याकेटै छोडेर चाहिँ के अन्त उयो गरेको माइकल ज्याक्सनको अन्त अघि छ नि त र फर्स्टमा देखेको चाहिँ नि आउँछ माइकल ज्याक्सन पार्ट 1 र 2 ल झालमुरीको सामान फोटोहरू खिच्नुहुन्छ अरे मम्मीहरू तिमीले पनि त खिच्छौ ल तिमी त झर झर फोटो सेसन तिमीले झन् फोटोमा अब पिएचडी गरेको होइन यो फोटोग्राफर छ फेरि यता छ फोटोग्राफर पनि खतरा नै छ दुईजना सम्झिनेहरू आमा र मम्मी फोटो खिच्नु हुँदैछ पाला फुलमा अब हाम्रो चाहिँ टी ब्रेक हुन आँटेको चाहिँ के भयो अरे मेरो बुढी यहाँ उलिक उलिक भयो अरे उल्टी आयो हुन्छ बुढीको डल्लै पार्छ र हल्ले मेरो एकजना यहाँ हाम्रो टुरिस्ट हुनुहुन्छ हो
हाम्रो मम्मी क्या फोटो र भिडियो अब फोटो भनेपछि चाहिँ अब आमाले चाहिँ कप निकाल्नु हुँदैछ अब चिया खानुलाई त्यो फ्लास निकाल्यो फ्लास अन्त त्यसमा खानु पर्यो नि तातो यो चाहिँ हामी हावा घर हावा त त्यस्तो त हावा हामी चाहिँ अब सिङ रोकेर चाहिँ टी खाने हो घरबाटै बनाएर आएको थियो नि त चाय जाडो जाडो भयो नि तपाईँलाई अन्त गरम भइरहेछ के भयो के भुँडीको पार्टहरू के अरे भुँडीको पार्ट्सहरूले भोक लागेर यहाँ अन्त चिया खाएको ऊ अन्त यस्तो लगाइरहेछ अन्त कसरी जाडो नहोस् ए गरम होस् त जाडो ठिकै हो भरे चिसो हुन्छ कस्तो चिसो हुन्छ अब हियर इज सालिबेना मेरो त अलरेडी यो दुईटा लगाएर जाडो भइरहेछ अब किन धन्न नि अर्को स्टल अन्त माइकल ज्याक्सन यो भिडियो चाहिँ हाल्यो भने मार्नु नि अझै मन्जिल दूर छ यहाँ यस्तो जानुपर्छ ऊ यहाँ पर डाँडाबाट उता मन्जिल दूर हाम्रो हम चलते रहेंगे हम दोनों साथ चलते रहेंगे हामी जानुपर्ने चाहिँ यताबाट हो नि त अब हाम्रो गन्तव्य चाहिँ अब वेलकम टु पन्बु पन्बु चाहिँ भर्खर हामी आइपुग्यो कस्तो आउँदो रहेछ जानी के हो बिमारी बिमारी देख्छ मेरो क्याब उडा लाँदैन के मजाको पिउने थियो 3 जनाको चाहिँ हामी निस्केको अब हामी कहाँ जान्छ अब माथि डाब्लिङ डाब्लिङ अब यहाँबाट निकै टाढो छ जानु अब हाम्रो चाहिँ यहाँनिर चाहिँ लन्च हुन आँटेको छ लन्च मजाले अब मजाले बसेर हामी चाहिँ अब खानुको लागि बसेको हैन यहाँनिर छ हामीले ल्याएको योहरू चाहिँ सबैजनाले मम्मी प्रेरणा तिम्रो भ्लगमा हेलो भन्देऊ न त कसरी दम्साउने Let's start. भाभी एक प्लेट एक मलाई पनि बनाइदिनुहोस् न 20 रुपैयाँको 20 रुपैयाँको
खाना चाहिँ खाइसक्यो अब फेरि यहाँनिर झालमुरीमा लाग्यो दुईजना यो चाहिँ बाटो लाग्यो अरे नि त र हामी चाहिँ अब खाएर पनि निक्लिसक्यो होइन एकदम अगाएर टन्नै भयो अब हामी सबैजना निक्लेको होइन सबैजना अगायो होइन आमा एकदम बेसी खाने बोल्नु पनि सक्ने भइरहेको छु म पनि त कस्तो डरलाग्दो भइरहेको छ अब सबैजनालाई भोक लागिरहेको थियो त्यो भोकमा खाँदाखेरि चाहिँ यस्तो भयो ज्यादा खाइपठाएछ अरे ज्यादा भयो भने तर बच्चा अब जाँदा जाँदा हल्लेर भोरे भोक लाग्यो भने पनि छ उब्रेको छ होइन आजै पनि छ चियाहरू डल्लै छ हाम्रो हेभी ड्राइभरले लान्छ अब यस्तो बाटो अब चढिन्छ आया Oh my god यो बाटो चाहिँ सानो कि हेर ऊ सानो रहेछ बाटो चाहिँ यस्तो डरलाग्दो र हामीले चाहिँ चिया चाहिँ सक्यो होइन चिया र झालमुरी खाँदै खाँदै चाहिँ अब हामी कफेरदेखि लागेको होइन बेच्दा फोटोहरू भयो मजा आयो मम्मी आमा एउटा पोइन्ट छ अझै एउटा पोइन्ट छ अझै तलदेखि त्यहाँ जानुपर्छ ल यहाँदेखि चाहिँ बिदावारी लिनुपर्छ ओके यहाँनिर डाब्लिङ डाब्लिङ कैसा लगा अझै भ्यू त अझै डल्लै उयो हेर्दा पनि देख्छ नि त्यहाँदेखि यहाँ जिप लाइन पनि बनिँदै रहेछ यहाँनिर मजाको भ्यू मजा चाहिँ गाडी कुदाउँदै च्याक खाँदै जाडा भएर प्रेरणाको प्लासमा चाहिँ के साह्रो मजा आमा तातो चिया खाँदै चाहिँ तर सादा चिया पनि मिठो हुँदो रहेछ जाडोमा कहिले पनि अन्त अब नमस्किकन मेरो यहाँ राख्ने जग्गा हो यो यही छ चियाको फ्लास्कको चाहिँ खानी नै यही छ है सबैको अवस्था अहिले यस्तो छ बिहान आउँदाखेरि सबैजना एनर्जेटिक थियो अहिले सबैजना ओइल्यो फगी चाहिँ यस्तो डरलाग्दो भएर है गीतबाट नाचिहालेको आइपुग्यो के भयो चाहिँ अब घर जाने अब चिया चिया खाएर भनेको आइपुग्यो हामी घर अब चाहिँ घर आइपुग्यो हामी होइन 15 मिनटमा आएर चाहिँ चिया त अघि पनि गाडीमा पनि खाँदै आएको तर यो चाहिँ नुन भएको त्यसमा चाहिँ अलिकति फ्लेभर आयो क्या अघि चाहिँ सादा खायो नि त मजा आयो होइन अब आइपुग्यो आमाहरूलाई छोडेर आमा बहिनीहरूलाई छोडेर चाहिँ चिया चिया खाएर चाहिँ हामी चाहिँ अब हिँड्ने घर चिया चिया खाएर जाने अन्त मजा आयो हजुर मलाई सोधेको मजा आयो भनेको मैले आन्सर दिएको अन्त क्वेसन गरेको छु भने मजा आयो अन्त भन्छ
बाई बाई बाई